हामीले चाहिँ फोटोसोटो खिच्यौँ होइन। अनि अब खानेकुरा खाँदैछौँ। तर यहाँ मान्छेहरूले एकदमै फोहोर गरेको क्या। मान्छेहरू कति धेरै इरेस्पोन्सिबल भएको भन्ने। यहाँ हेर्नु न पिकनिक खान आएको रे होइन, सबै छोडेर के फोहोर जति सबै यो सबै थालहरूदेखि लिएर सबै त कहीँ छोडेछ क्या। यति साह्रो फोहोर त गर्नु भएन नि मान्छेले। यहाँ यस्तो राम्रो बस्ने ठाउँ छ होइन, पानीको व्यवस्था पनि गर्दा रहेछ, पाइप ल्याएर पानी पनि खान हुने खालको रहेछ, सफा रहेछ। तर फोहोर चाहिँ अति नै गरेको क्या यहाँको मान्छेहरूले। यहाँको मान्छेले होइन, घुम्न आउने मान्छेहरूले यति साह्रो चाहिँ गर्नु भएन है गाइस। आफूले लगेको फोहोर चाहिँ सकेसम्म आफैले फिर्ता लिएर आउनुपर्छ। सकेसम्म होइन, लिएर आउनै पर्छ क्या। फोहोर गर्नै हुन्न, सकेपछि त्यहाँ भएको फोहोर टिपेर लाने। तर यति साह्रो फोहोर चाहिँ नगरिदिउँ होला घुम्न आइसकेपछि।